नमस्ते गाइज वेलकम ब्याक टु मल सिमुलेटर गाइज। आजको यो एपिसोडमा मैले दुईवटा नयाँ स्टोरहरू ओपन गरिसकेको छु। एउटा चाहिँ टोय स्टोर अनि अर्को चाहिँ हाम्रो रहेको छ गेम स्टोर गाइज, जहाँ मैले गेम सिडीहरू बेच्न थालिसकेको छु। र म अहिले अब मेरो पसलमा मैले गेमिङ सिडीहरू पनि बेच्न थालिसकेको छु गाइज। गेमिङ सिडीमा मसँग सबैभन्दा बवाल गेम भनेको जिटिए छ गाइज। जिटिए पनि मैले बेच्न थालिसकेको छु। त्यसैले गाइज प्लिज आउनुहोस्, हाम्रो सपोर्ट गरिदिनुहोस्। सब्सक्राइब, लाइक र कमेन्ट ठोक्नुहोस्, नबिर्सिकन ठोक्नुहोस् है गाइज। अनि अब हाम्रो यो जर्नी 2000देखि सुरु भएको जर्नी अहिले मैले लगभग 15-20 हजार कमाउन थालिसकेको छु गाइज। 15-20 हजार कमाउँदै बिस्तारै अब हामी अरू पसलहरू पनि खोल्दै हाम्रो इन्कम बढाएपछि म यहाँको धनी साउथ बिजनेसम्यान बन्दैछु गाइज। प्लिज गाइज ल आउनुहोस्, गेमतिर लाग्नु। हेलो गाइज, वेलकम ब्याक टु अनदर एपिसोड अफ मल सिमुलेटर। आज हामी फेरि अब नयाँ पसलहरू पनि खोल्ने प्रयासमा लाग्न जाँदैछौँ गाइज। लेट्स गो। हामी पसलमा छिरौँ है त। अब गाइज पहिला चाहिँ पसल चाहिँ खोलिदिइहालौँ भनेको, तर एकचोटि पसलको कन्डिसनहरू मैले बिर्सेँ कि मैले के गरेँ भनेर। यहाँ चाहिँ टी सर्ट चाहिँ रहन्छ होइन, अनि यहाँ सब ठिक छ। यहाँ सब ठिक छ। प्याक छ त पसल त, ठिक छ। ओके गाइज, ल हामी पहिला पसल खोलिदिन्छ होइन, अनि त्यसपछि म यहाँको सामान मगाइदिन्छु। हाम्रो यहाँ त रिस्टक गर्छ, त्यसले आफैले हालिहाल्छ नि। यो दुइटा मगाइदिउँ ल। जम्मा 1.7 के रहेछ बाँकी मसँग है। इन्कम चाहिँ अलि छिटो इन्कम गर्न पाएँ त। पसल जति धेरै खोल्यो त्यति छिटो इन्कम त हुन्थ्यो गाइज होइन। तर यहाँ अब रिस्टकरलाई नै यहाँ नि रहेछ रिस्टकर। यो भाइ के गरेर यस्तो रिस्टकर यहाँ रहेछ। तर अब पसल खोल्यो, ड्याम सामानहरू चाहिँ आउँछ जान्छ। त्यसपछि चाहिँ हामीले अरू पसल खोल्ने तयारी गर्नुपर्छ गाइज। कति पर्छ त्यो अरू पसलको चाहिँ 5000 नै छ। टोयसप खोल्छु गाइज। म 5000 हुने बित्तिकै टोयसप खोल्छु। माथि यसो हेरौँ न एकछिन के छ कन्डिसन। कन्डी हेरौँ न, कन्डी यसमा चढ्नु मिल्दैन। मिल्दो रहेछ त। यहाँ बसेर एकछिन यसो हेर्नु पऱ्यो भ्यू यहाँको। मान्छे भटाइ छ नि यार। लाइन बस्ने लेभल 6 पुगेर चाहिँ म लेभल 6 पुगेपछि लेभल 12 गएपछि बल्ल सिनेमा हल खोल्ने हो। यहाँ चाहिँ के छ यसमा पैसा उठाउनु होइन, बरु पैसा उठाउने कामहरू गर्नु ल। यहाँ पनि $56। यसको कति आयो? यसको पनि छ होला $132। ड्रिङ्कहरू पनि खाइरहेको छ मजाले यिनीहरूले। अनि यहाँ चाहिँ $104, $95 किन $104 देखाएको छ ल। 109। ओके गाइज, वेलकम सबैलाई। वेलकम छ मेरो पसलमा, मेरो मलमा। ड्याङ झ्याम पैसा दिइरहेको छ सिसिलियो अङ्कल। 4.9 के भयो। अर्को पसल खोल्न अब अलिकति बाँकी छ गाइज। 5 भयो, म खोलिदिइहाल्छु। यो खोलिदिनु ल। दामी रहेछ टोयसपको नाम चाहिँ मैले अब कसैले यसमा टोयसपमा चाहिँ म MJ93 टोयसपै हालौँ कि के हालौँ। MJ93 टोयसपै हाल्नु त होइन। MJ93 टोयसप नै हाल्नु गाइज होइन। अनि यसको कलर येलो डडी फेलो। यो ठिक छ क्या हो? ओके छ नि, ओके नै छ। अब यहाँ सामान म हाल्नु पऱ्यो होइन, एउटा काम गर्ने पनि हालिदिनु पऱ्यो, नभए त मैले गर्नुपर्छ धनाब मात्र हुन्छ मलाई। टोयसपमा गएर 3.7 के चाहिएको छ क्यासियरको लागि। क्यासियर चाहिँ हालिदिन्छु। सामान त छैन तर क्यासियर हालिदिनु पऱ्यो। अब प्रोडक्टमा गएर बेला डलर पहिला सामान कतिवटा हाल्नु मिल्छ? एउटा, दुईवटा, तिनवटा, चारवटा, 5-6वटा मिल्छ। 1 2 तिनवटा भन्दा नमिल्ने लाइसेन्समा गएर पास गर्नु चाहिँ सही हो। 1 2 यति मगाउनु पर्यो अहिलेको लागि होइन। अनि सामान मैले अब डल चाहिँ यहाँ हालौँ है गाइज। यसको प्राइस चेन्ज गरिहालौँ न भाइ, ठोक्करमा लिएर गइदिन्छ। $90 गरिदिउँ होइन। अनि यो ओके यहाँ गएर आफ्नो बच्चाहरूको लागि लिएर जान्छ है डलहरू। प्राइस चेन्ज गरिदिनु गाइज। 115 हाल्नु मैले यसलाई। $80 टोयमा दामी प्रफिट आउँदैछ बरु। $80 $70 त्यस्तो प्रफिट छ। अघि त उसमा त थिएन नि होइन। ओके ल हाम्रो यो पनि सेट भयो।
यो दुईवटा रनिङ एकछिन रिस्टक गराएपछि हारिन्छ, त्यसले हानि गर्छ। यतातिर चाहिँ सब ठिकठाक छ नि। जुत्ता कम भइसकेको छ गाइस। जुत्ता स्पोर्ट्समा गएर जुत्ता नयाँ नयाँ जुत्ता दुईवटा छ, तिनवटा, 1 2 3 1 2 1 2 यो मगाइदिउँ जुत्ता, किनकि जुत्ता वाइल्ड भिक्छ क्या, जुत्ता चाहिँ वाइल्डै भिक्छ होइन। अनि यहाँ त्यो स्टकमा त मजाले यहाँ रिस्टक हानिरहेको छ। यहाँ चाहिँ प्यान्ट चाहिँ छ कि छैन, प्यान्ट छैन रहेछ। प्यान्ट क्लोथिङ स्टोरमा गएर प्यान्ट पनि 3टा 4 मगाइदिउँ क्या, 4 प्यान्ट मगाइदिउँ अहिलेलाई, यति नै मगाउँ। यो सर्ट पनि छैन रहेछ है, सर्ट पनि मगाइदिउँ न, दुईवटा सर्ट दुईवटा मगाइदिन्छ अहिलेलाई। तर अहिले जस्ट राम्रै भइरहेको छ व्यापार, मजाले मान्छेहरू आइरहेछ, तान्ने मान्छे आउँदैन भएछ। गाडी पनि धेरै नै छ, 1 2 3 4 गाडी, 5 जम्मा 5वटा रहेछ। के धेरै हो, एउटा आयो 6वटा भयो। पुरै पार्किङै प्याक होस् न, त्यस्तो पो हुनुपर्छ। तर सिनेमा हल खोल्ने चाहिँ टन्न मान्छे आउँछ क्या, तर स्योर हो किन आउँछ नि मान्छे। अनि अब टोय 4वटा पसल खोलिसकेको गाइज मैले होइन। गाइज कमेन्ट हान्नुमै कमेन्ट, तपाईँलाई यसो के मलाई सजेसनहरू छ होला नि यार, सजेसन दिनुहोस् न। भने मैले आफ्नो त इम्प्रुभ गरौँ न, गेमिङको इम्प्रुभ पनि त गर्नु पऱ्यो नि मैले पनि, मलाई कहाँ सबै राम्रै थाहा छ त नि। यो सर्ट पनि के हो, यसले सर्ट नभएकै हो र, नभएकै रहेछ क्या। कालो त टन्नै रहेछ, कालो खासै बिग्रिरहेको हुन्छ यार है। कालोको के प्राइस ओभर छ र भने 45 जम्मा प्रफिट छ, तर पनि बिग्दैन त। 105 गरेर यसलाई स्टक क्लियरेन्स हान्नु पऱ्यो यार। लिएर जा जुत्ता मजाले हाल है भाइ। मजाले बिग्रिरहेको रहेछ, डल सिधी लगाइसक्यो। मेरो बिलहरू पनि तिर्नु पनि छ नि त होइन, बिलहरू पेन्डिङ पुरै गरेर 1.8K भइसकेको छ। त्यसपछि स्पोर्ट्स टोयमा गएर यो चाहिँ 4 1 2 3 4 1 2 3 4 गरेर यो पनि मगाएर राखिदिन्छु म होइन। ओके, आज वे प्लसमै छ तर म 3826 प्लसमा छु। 32,000को इन्कम भइसक्यो गाइस, 32,000। र नेक्स्ट डेमा गएँ त गाइस। ल वेलकम गाइस, डे 14। आज कतिको हुन्छ हेरौँ है त, पहिला पसल खोलिदिइहाल्छु म। अनि टोयको पनि मैले गरिदिनु पऱ्यो। टोय पनि हाल्दैन नि, के छैन केटीको टोयलेटमा, केटीको टोयलेटमा हालिदिनु पऱ्यो। केटीको टोयलेटमा पनि त हालिदिनु पर्यो नि, पर्यो नि पर्यो नि पर्यो नि पर्यो नि पर्यो नि पर्यो। कतिको छ है, तर अझै मजाले कतिको छ कतिको छैन भन्ने पनि बुझ्छ कि होइन, छ जस्तो। तर अहिले यति रान्दियो मान्छेहरू कतिको आइरहेको छ, 11,000 मात्र पुगेको छ। बल्ल 1 घन्टा 2 घन्टा बित्न लाग्यो। तर अहिले बेलुका भएछ धेरै आउँदो रहेछ कि मान्छे, रात दिउँसोको टाइममा धेरै खासै नआउने रहेछ। अनि पार्किङ पैसा पनि उठाएको छैन मैले। यतापट्टिको पार्किङ चाहिँ कति खुलिसक्यो, खुलिहाल्यो रहेछ। यताको पार्किङ पनि युज गरौँ है। यो चाहिँ लेभल 12 चाहिने रहेछ यसको लागि। अनि यहाँ पनि पैसा आउनु होला नि त्यसो भए त। यहाँ यहाँ त टन्नै रहेछ त। अनि अब मैले एउटा रिस्टक गरेर पनि राखिदिनु पऱ्यो त्यो टोय सपमा। के हो, नुन छैन र भने? नुन छैन रहेछ गाइस। सुपर मार्केटमा गएर नुन 1 2 3 यो छ क्या, 1 2 3 1 2 3 1 1 1 1 2 3 1 2 3 1 2 3 7K के भयो फेरि?
के हो यो स्टक कन्ट्रोल पहिले त्यहाँ के छ भने चाहिँ फेरि अनि त्यो अनुसार म धेरै मगाएर पनि के गर्ने हुन काम त दिनु त पर्ने यो टन्नै रहेछ तर यो टन्नै छ होइन यो पनि दुईवटा गरेर ल्यायो भने त्यसो भए यसमा गएर यो चाहिँ हटाइदिउँ झट्टैतिर निराएर घाँटी हटा अनि एउटा छ यो पनि दुईवटा मात्र गरिदिउँ अनि दुईवटा गरिदिउँ अरू चाहिँ मगाइदिउँ छाट नहुने आइहाल्यो ओके गाइज 3 बजी दिउँसोको 3 बजिसकेको छ हाम्रो एउटा अलिक पसल खोलौँ भनेको के अरे कति हो यसको चाहिँ रेट 15,000 त पसल खोल्नु लाग्छ तर पसल खोल्नु हुँदाखेरि पनि पहिला मैले त्यहाँ रिस्टकर हाल्नुपर्छ नभए चाहिँ रिस्टकर त सबैमा हालिसकेँ नि मैले टोय सपमा बाँकी छ नि टोय सपमा रिस्टकर हाल्ने बाँकी छ यहाँ त मैले आफैले हाल्नु रिस्टकर हालिदिन्छु म त्यो खासै बिग्रिहालिन्छ यार डल चाहिँ मजाले बिग्रिरहेको छ टन्नै बिग्रिरहेको छ जुत्तासुत्ताको के छ कभर यता लुगा ओए यहाँ लुगा त यस्तो किने गर्नु अनि जुत्तामा गएर जुत्ता पनि अब सिद्धिनै सक्यो अरे क्या अब के बल त बिग्रेकै छैन जस्ताको त्यस्तै छ कि के हो र के त्यसले उ गरे भएर हो होइन हाले गरे भएर रहेछ बलहरू चाहिँ टन्नै पहिलेदेखि स्टकमा धेरै थियो नि त मसँग त्यही भएर पनि होला योलाई ठिक चाहिँ टोयलाई पनि मगाउनु पर्छ तर अब अहिले पछि मगाउँला एउटा पसल खोलिदिउँ भन्दा नि स्टकर चाहिँ मैले हाल्ने होइन यहाँ स्टकर छैन नि त मसँग होइन कि छैन भनेपछि वर्ल्डकपमा गएर एउटा स्टकर टोयसरको लागि रिस्टकर 16,000 जान्छ एकैचोटि ओ बहिनी नमस्कार म आउँछु मङ्गलबार बहिनी नमस्कार बहिनी आउने बित्तिकै धमाधम काम थाल्यो राम्रै चिज हो डल चाहिँ मगाइदिउँ दुईवटा अब हामीसँग 4.2 छ अब चाहिँ पैसा जम्मा भएपछि अर्को एउटा पसल खोलिदिन्छु म होइन यसको पनि त सामान मगाइदिनु पऱ्यो नि मसिनको दुईवटा मगाइदिउँ एउटा चाहिँ मेसिन हालिदिनुपर्छ क्या हो जिरो अम्बाई कि मेसिन फर्निचरमा गएर 1.2 के छ होइन एउटा चाहिँ हालिदिउँ न त ल एउटा चाहिँ काँटा हाल्ने भन्दाखेरि काँटा हाल्ने भन्दाखेरि काँटा भन्दाखेरि यता ओके गाइस यहाँबाट राखेपछि अब यसको लागि चाहिँ फेरि म छुट्टै मगाउँछु यसको लागि चाहिँ प्रोडक्टमा गएर यो डाइट्स कोला मगाउनु पऱ्यो दुईवटा एउटामा पुरै डाइट कोलै हालिदिनुपर्छ क्या 3-4 मगाएर होइन यसमा चाहिँ पुरै डाइट कोला हालिदिनु पऱ्यो अहिलेलाई फेरि पछि थपिन्छ नि यहाँ लाइसेन्स लिनुपर्छ नि त्यही भएर ओके मैले 10,000 छ नि लाइसेन्स क्या त्यसका अब 10,000 चाहिने भन्दा बेसी छ कि तर गाई साँच्ची भनेको 10,000 पुगिसक्यो लुगासुगालाई प्रब्लम केही छैन यहाँ स्पोर्ट्समा पनि अहिले प्रब्लम छैन 10 बजे पसल बन्द गर्ने बेला भइसकेको छ त्यही भएर मान्छे कम हुँदै गाडी छ ओके गाइस सबैजना कस्टमर पनि निस्कियो हामी पसल बन्द गरेर अनि यहाँलाई घर पठाइदिन्छौँ ओके कति भयो 15,686 माइनस भनेपछि टन्नै सामान मगाएको छु इन्कम त 36,000 पुगिसक्यो नि इन्कम दिनको इन्कम
नाइस नाइस 82 टोटल कस्टमर रहेछ गाइज प्रोडक्ट फाउन्ड एक्सपेन्सिभ 20 वटा प्रोडक्ट एक्सपेन्सिभले कुन चाहिँ एक्सपेन्सिभ भएको छैन होला वेलकम गाइज 15 डेमा फेरि सबैलाई स्वागत छ ल अब आजको दिनमा फेरि सुरु गरौँ पहिला हामी पसल खोलिदिइहाल्छौँ धेरै यताउति नगरिकन अनि त्यसपछि सामान मगाउनलाई पहिला यसको जुत्ता चाहिँ मगाइदिन्छु म स्पोर्ट्समा गएर यो दुईटा यो एकवटा मगाइदिन्छु म यतिकोमा चार्ज जान्छ अनि कसरी हुन्छ अब 10,000 कमाउनुपर्छ अर्कोवटा पसल खोल्नलाई अर्को पसल भनेको हाम्रो के पसल थियो अर्को पसल सायद गेम स्टोर हो कि टेक स्टोर चाहिँ हो कता पछाडिमा खोल्ने थियो यता पछाडिमा थियो गेम स्टोर रहेछ गेम स्टोर र टेक स्टोरलाई चाहिँ 30,000 गेम स्टोर र टेक स्टोर दुइटै खोल्न मिल्छ तर टेक स्टोरलाई 30,000 पर्दैछ गेम स्टोर चाहिँ 15,000मा खोलिन्छ त्यसैले म अब गेम स्टोर चाहिँ खोलिदिन्छु यो चाहिँ के यो चाहिँ यहाँ चाहिँ टेक स्टोर खोल्नुपर्ने होला होइन लेभल 8 चाहिने रहेछ मेरो लेभल 6 पुगिरहेछ बल्ल गुड मर्निङ सर हाउ क्यान आई हेल्प यु सर ए सर ओए सर ए बु सर ए यहाँ त खाना किन्न आएछ खाना काल सर क्रस पाइनएप्पल लियो है बुढाले र उदन पनि लियो ठिक छ मैले यसको फर्निचर लाइसेन्स लिनुपर्छ कि लाइसेन्स पनि लिनुपर्ने यार साँच्चै लाइसेन्सको लागि टोय सपको लाइसेन्स कति थियो टोय सपको लाइसेन्स 55मा ओए 55मा यो आरसी कारहरू टोय डलहरू अनि रहेछ त्यो यसको चाहिँ लिनुपर्छ क्या अलिकति टोयहरू यसको चाहिँ स्पोर्ट्स सुपर मार्केटमा अलिक धेरै सामान हाल्नु पर्यो जस्तो के हो 4,000मा यो केचप सेचपहरूको पनि रहेछ केचप सेचपको चाहिँ लिनुपर्छ क्या है मैले यसलाई त्यसो भए यसलाई अलिक साइडमा राख्नु पऱ्यो भित्रमा टसा लाग्यो भयो भने यिनीहरूलाई किन गर्नु पऱ्यो अनि यहाँ अझै राख्नु मिल्छ नि त कि त्यसलाई भित्तामा टसा राख्नु पर्छ मिल्दैन के अरे यस्तो क्या यतापट्टि भित्तामा भनेको अहिले यसरी राख्दैछु अब नमिल्दैछ के गर्दा है त होइन यसरी यसलाई चाहिँ भित्ता टसा राखिदिनु अहिले नै यसरी ट्याक्क भित्तामा अब यहाँ ट्याक हालिन्छ नि होइन कति भयो मेरो 15K भइसकेको छ गाइज ल पसल खोलिदिउँ कि के गरौँ सामानहरू एकचोटि हेरौँ त मगाउनु पनि सामानहरू छ कि छैन होइन राम्ररी एकचोटि हेरिदिउँ नमगाइ नि हुने भयो भने चाहिँ नमगाइ नि हुन्छ म खोलिदिन्छु ल एउटा पहिला खोलिदिइहाल्छु म ल गेम स्टोर खोल्छ गाइज अब गेम स्टोर यस ओए गेम स्टोर यहाँ त सिरी ओए प्ले स्टेसन गाइज आफूले किन्न सके होइन अब मलाई किनेर अब जिटिए खेल के जिटिए 6 आउँदैछ गाइज त्यसको लागि प्लेस्टेसन 5 किन्न मन छ त्यसैले प्लिज सब्सक्राइब लाइकहरू हान्नु त यसो हल्का सल्का कमाउनु थाल्यो भने त म किनिदिइहाल्छु नि त फेरि गर्नु न गाइज त्यति त गर्नु म अहिले नै मिलाएर राख्छु यसलाई यसलाई साह्रो मिल्छ नि त यसलाई त साह्रो मिल्छ कस्तो होला है यसलाई साह्रो मिल्छ अलिकति साङ्गो भयो कि त्यहाँ उसको मान्छेलाई ठिक छ त्यति ल हेरौँ न कस्तो भयो फराकिलो देखेर लाग्यो है फराकिलो भयो नि है सामान मगाउँ गाइज अब गेम स्टोरको 6K पनि आइसकेको छ हामीसँग प्रोडक्टमा गएर ओए कल अफ ड्युटी भने त होइन कल फ्रम आर्मी तर कल अफ ड्युटीकै कपी होला द फर्स्ट अफ अस रे 3टा गेमको सिरीहरू छ गाइज म मगाउँछ है त एउटा दुईटा गरेर यति मगाइदिउँ होला अहिले ल ए मान्छे नि त चाहिने वर्कर यार वर्करलाई 4.3K 4.3K त म छैन अहिले त तर सिरी हालेर GS4 एकै गाइज त्यहाँ PS4 को सिधै GS4 हालिदिनु धेरै सिरी छैन अहिले यही हालिदिनु केही हुँदैन यसलाई चाहिँ यहाँ राख्नुपर्छ यसलाई चाहिँ अलिकति आइसक्यो किन्नलाई प्राइस 140 लाई 150 गर्नु 150 अनि 140 लाई 150
ओइ 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 145 लाई 145 लाई पनि 150 नै गरिदिनु सबै 150 ल म जति तिम्रो यसमा त मैले मान्छे नै राखेको छु यसमा त मैले आफै गर्नुपर्छ त होइन र हो त सरी 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 एउटा म मगाएको छु ल ल बेच्न थाल भाइ टन्नै मान्छे आइदिरहेको मैले त बिर्सिरहेको कहाँ लिएर हिँड्नु थालिरहेको फेरि म ओके गाइज आज हामी दुईवटा पसल खोलिसकेको छौँ एउटा टोय सप आजै खोल्यो होइन हो एउटा टोय सप एउटा गेम स्टोर खोलिसकेको छौँ अब अझ हाम्रो प्राइस के अरे पैसा धमा हुन थाल्छ अब इन्कम पनि धेरै हुन थाल्छ यसमा क्लोथिङ स्टोरमा गएर सर्ट र त्यो बाहिरको दुईवटा चाहिँ कम भइरहेछ दुईवटा मगाइदिउँ अनि भित्रको त्यो पनि त्यो टी सर्ट पनि मगाइदिउँ अब दुईवटा यो पनि मगाइदिइहालौँ न दुईवटा प्यान्ट पनि मगाइदिइहालौँ दुईवटा काम रिस्टक गर्छ तिनीहरूलाई काम त दिनु पऱ्यो नि यहाँ चाहिँ के छ जुत्ताको हालखबर जुत्ता अहिले छ बल फुटबल छैन रहेछ स्पोर्ट्समा गएर फुटबल दुईवटा यो पनि दुईवटा यो पनि दुईवटा यो दुईवटा यो दुईवटा यो दुईवटा यो दुईवटा गरेर हामी यो हाम्रो के जाता है हाम्रो के इन्सफिसियन्ट फन्ड रे नि त ल अनि लुगाको पनि भयो खाना कालहरू के गरेर चाहिँ सामानै छैन रहेछ त्यहाँ अनि यो सामान छैन नुन पनि छैन यो पनि छैन रहेछ अरू त ठिकै छ अब एकैछिनमा पैसा बनाउँदै अनि ओए डल त खाली तर टाइम पनि भएछ होइन अब खाली भइसक्यो केही छैन ठिक छ म सामान मगाइदिन्छु अनि डल चाहिँ मगाइदिइहालौँ मैले गाइज 1 2 3 4 1 2 यति चाहिँ मगाइदिउँ अनि पसल बन्द गरिदिउँ पसल बन्द गरिदिउँ भनेको कस्टमरहरू धेरै छ पक्कै त यो कस्टमरहरू सब निस्केपछि हामी पसल बन्द गरेर जाँदैछौँ गाइज आज दामी भयो आज मैले दुईवटा पसल खोलिदिएँ आज पनि राम्रो दिन गइसकेको छ गाइज हाम्रो आज 36,000 36,000 छ त इन्कम यार आज राम्रो भइरहेको थियो त केही छैन ल नेक्स्ट डेमा जाउँ है त गाइज गुड मर्निङ गाइज 16औँ दिनमा सबैलाई स्वागत छ फेरि हाम्रो मलमा पसल खोलिदिइहाल्नु पऱ्यो यता दिन यो पसलले होइन खोलेर बल्ल अरू काम गर्दा ठिक रहेछ अब त्यो एपिसोडै लामो हुँदो रहेछ भने 46-50 मिनटको एपिसोड भयो अघिल्लो एपिसोड आउनुहोस् आन्टिजहरू आउनुहोस् यहाँ चाहिँ के अरे स्टोरेजमा त केही छैन त एउटा सेल्फ रहेछ त यार त्यसलाई पनि मैले यता कुनातिर च्यापेर हालेर यहाँ चाहिँ मैले यो यसमा चाहिँ मान्छे राख्नु मिल्दैन भने पार्किङको पैसा उठाउनु जानु पऱ्यो पार्किङको पैसा उठाएँ मैले ओए 437 दामी मान्छे आएछ त भनेपछि है 437 पुग्यो भनेछ नि राम्रो मान्छे आएछ नि आमा 787 इलाइट रहेछ नि त यो चाहिँ इलाइट रहेछ अनि यो चाहिँ के हो पार्किङ मिटर रे के हो यस्तो इलाइट यसमा के फरक छ र गाइस केही फरक देख्दिनँ त म त कालो लुगा खासै बिकिरहेको छैन यार कालो लुगामा -10% गरिदियो भने प्रफिट 29 प्लस 10 38 प्राइस 103 रे मार्केट प्राइस 100 यो चाहिँ गरिदिनु पर्ला चाहिँ राउन्ड गऱ्यो भने चाहिँ 39 ल यो चाहिँ गर् धेरै महँगो भयो कि के भयो कुनै बिक्नै छोडेको 190 प्राइस 190 हालेको मैले मार्केट प्राइस 190 छ अनि किन भनेर यसमा ल मोज गर तुज गर सीमा जै दोज गर उदन छैन र उदन पनि छैन उदन मगाइदिउँ न त उदन वारे उदन चाहिँ म मगाइदिन्छु होइन अनि यसको लाइसेन्स पनि लिनु यो चाहिँ बरु धेरै सामान राख्नु पऱ्यो 6,000 मा यो पनि लाइसेन्स दिनुपर्छ यार तर होइन अनि गएर त्यसपछि फर्निचर पनि मगाउनु पऱ्यो नि त्यो त मैले आफैले सेयर गरिदिनु पऱ्यो नभए किन त गर्दैन ओके छ नि अब यसको लागि चाहिँ मैले नयाँ सामान के राख्न सक्छु त ओके मैले गेम सिडी के भयो गेम सिडी ओए सबै खाली भइसकेछ त ल खाली दिइराखेमा अनि यस्तो गरेर हुन्छ त गेम स्टोरमा गएर प्रोडक्टमा गएर 1 2 3 1 2 3 1 2 3 1 1 1 छ मगाइदिन्छु
All of us, all of us. All of us. यो तलको चाहिँ के हो गाइस? त्यसमा के पनि रहेछ, स्टाइल मात्र रहेछ। के पसल खुला त छ नि, छ। बेलुका 4:30 भइसक्यो, खै त मान्छेहरू त खासै आउनु त आइ नै रहेछ मान्छे त। यहाँ पनि सब ठिक छ। यहाँको चाहिँ यो पनि यहाँ सामानै मगाएन। सुपर मार्केटमा गएर लाइसेन्स पनि मैले झिकिसकेको छु। प्रोडक्टमा गएर अब केचप सेचप पनि दुईवटा गरिदिनु पऱ्यो। यो हाल्नु पऱ्यो अनि यसको प्राइस चाहिँ चेन्ज गरिदिइहाल्नु पऱ्यो। 120 लाई 125 मात्रै, $5 मात्रै बढाउँछु म, धेरै बढाउँदिनँ। यसको पनि $5 मात्रै बढाइदिनु होइन। $5 भने धेरै हो नि यहाँ तर है। $5 एक्सपेन्सिभ भनेको त धेरै नै हो क्या खासमा चाहिँ, तर के गर्नु बढाउनु त पऱ्यो। नभए त त्यस्तो पाराले त कहिले धनी हुन्छ नि। अनि आन्टी राम्रै काम भइरहेछ नि है आन्टी। डिस्टर्ब नगरिदिउँ आन्टीलाई, सुन्ने फेरि प्यानिक भएर गर्नु थाल्यो भने जामा हुन्छ नि त्यस्तो सुन्नेहरू है। ओए डल सल त केही छैन त नि। मैले यहाँ पनि राख्दै होइन मान्छे हो, तर अब त्यसले अलिकति ढिलो गर्छ। तेल कुरा हालिदिइहाल्छु मैले, एक कुरा चाहिँ मैले आफैले हालिदिन्छ नि, त्यसले गर्दै गर्छ। तबसम्म बिग्छ नि त, खाली नै हुनु पर्ने नि। अरू चाहिँ हाल्दैन राखेस्। गेमको मलाई अरूभन्दा नि सबैभन्दा मेन गेमको हेर्नु चाहिँ मजा आइरहेछ मलाई। मजामा अलाबसको सिट चाहिँ खुब बिग्रो रहेछ त्यो। अब यहाँ पनि एउटा मान्छे चाहिँ मैले हालिदिनु पऱ्यो। यहाँको वर्कर कति थियो अरे, गेम स्टोरको वर्कर चाहिँ 14,000 के रहेछ। 14,000 के कहिले हुने मेरो गाइज। अब हामी धेरै होइन 10-15 मिनट चाहिँ अब अझै हान्छौँ। त्यसपछि चाहिँ आजको एपिसोड यहीँ गरिदिउँ, किनकि भिडियो धेरै लामो भयो भने पनि फेरि तनाव लाग्नुहुन्छ क्या, त्यही भएर। के हो कोक त मैले सस्तो गरिदिए पनि बिगाएँ त खासै त अनि। लौ यसमा त कस्तो के, तर एक नाम चाहिँ के छ यसको, अरेन्ज वेबले चाहिँ हाम्रो उता नेपालमा मिरिन्डा भएको छ क्या। $15 त भयो गाइज होइन। र रिस्टकर चाहिँ मैले खासमा हाल्न त मन छ, तर सामान घटिरहेको, सामान पनि मगाउनु पर्छ। त्यसैले अहिले रिस्टकर चाहिँ पछि हालौँ कि भन्ने मलाई लागिरहेछ। आजको यो डे सकाएर गेमलाई चाहिँ यही प्याकअप हालिदिउँ कि क्या है चाहिँ। अनि त्यसो भयो चाहिँ अरू, तर 1-2 दिन अझै थिएन त मन छ खासमा चाहिँ। तर होइन ठिक छ नि, आज हामी दुईवटा पसल खोल्यौँ आज, ठिक छ नि होइन। आजको चाहिँ यतिकैमा क्लोज हालिदिउँ। अनि त्यसपछि फेरि पछि अब अर्को दिन फेरि अर्को अब चाहिँ टेक खोल्नुपर्छ, किनकि त्यो आइफोन हाल्नुपर्छ गाइज। टेक खोलेर आइफोन पनि बेच्नु खानुपर्छ हामीले। अनि आइफोन बेच्दाखेरि चाहिँ बल्ल दामी मिठो प्रफिट आउँछ होला क्या, किनकि फोनहरूमा त अलिक धेरै हाई प्राइसको हुन्छ नि त तिनीहरू। सिसी क्यामेरा पनि रहेछ गाइज यहाँ। चोरी डकाइ चाहिँ त्यही भएर हुँदैन होला। ए बल रहेछ त यहाँ यार, कति धेरै बल मगाएको थिएँ। बल त सकिँदैन सक्यो अरे। $48 $84 48 र 84 क्या, 48 230 डाइरेक्टको चाहिँ बरु सही खाँदो रहेछ। त आज दिन सकिसकेको छ गाइज। अब यो कस्टमर निस्केपछि हामी बन्द गरिदिनु पसल। सामान यही बेला मैले यसो हेरेर कति केही मगाउनु पर्छ कि भनेर हेरेर यसो दिइदिनु पर्यो जस्तो।
कफी छ कि छैन यहाँनिर कफी छैन रहेछ म कफी चाहिँ एउटा मगाइदिउँ पर्ला कफी सुपर मार्केटको लागि गएर प्रोडक्टमा गएर कफी एउटा मगाइदिन्छु पहिला अनि यहाँ गएर डल फेरि स्टकमा राखेछ कि चट्टै छैन रहेछ डल पनि मगाइदिन्छु टोय सपमा गएर यसो यो तिनवटा के मगाइदिउँ होइन डल चाहिँ तिनवटा मगाइदिउँ ल गाई हेर्नु 22,000 छ आज 22,000 म त्यहाँ रिस्टक गरेर हालिदिन्छु अब गेममा हाल्नु त हालिदिनु हुन्थ्यो तर अहिले न किनकि के अरे भएन लुगाको स्टक हेर्नु पर्छ होला लुगाको बाहिरको टी सर्ट पनि छ सर्ट पनि छ यो पनि सबै छ इनर पनि छ यहाँभित्र सामान चाहिँ प्यान्ट पनि छ यो पनि छ सब छ त यार के हो आज लुगा खासै बिके छैन क्या हो तल पसल बन्द गरिदिनु ल हामी ओके डे 16 को समाप्तिमा हामीसँग 16,33,000 इन्कम जम्मा त के हो यो मैले कुनै बुझेँ इन्कम जम्मा 33,000 छ त 9 कस्टमर बढिसक्यो गाइस टोटल नम्बर कस्टमर 94 छ ओके गाइस अब लास्ट एक दिन खेलौँ भनेपछि प्याकअप हान्दिउँ आजको लागि चाहिँ वेलकम गाइस डे 17 मा सबैलाई फेरि स्वागत छ आज फेरि हामी मलमा छिरेर पहिला यो खोलिदिइहाल्नु पर्यो पसल होइन के लुगाहरू खासै नबिकेको यो अरेन्ज कलरको चाहिँ मगाइदिउँ अनि गरम रिस्टकरको त्यो सामानहरू सब छ रहेछ प्रायः रिस्टकर हालिदिनु पर्छ जस्तै यही मौका मिलाएर ल रिस्टकरको लागि वर्करमा गएर यसको लाइसेन्स हेरौँ न त यार मैले गेममा के छ लाइसेन्स अझै लाइसेन्स मल सिमुलेटरको सिडी पनि छ गाइस 85 मा त्यसपछि PS3 PS3 भनेको छ PS5हरूको लागि पनि रहेछ 16,000 मा यसमा दामी रहेछ यो गेम ओइ साइबर पङ्क पनि रहेछ यसमा चाहिँ ठिक छ यार ओए GTA यसलाई लिदिउँ क्या GTA पछि लिउँला अहिले हामी हेरेको हेरै दुश्मन छेरेको हामी हेरेको हेरै दुश्मन छेरेको ल रिस्टकर यसमा नि हाल्ने कपाल के हो यस्तो त पुरै घोडाको पुच्छर जस्तो कपाल रातो छ त घोडाको पुच्छर जस्तो कपाल बालको चाकको रङ जस्तो चाहिँ रङ रहेछ फेरि सामान छ है तर स्टकहरू खासै तनाव लिनुपर्ने छैन मैले यहाँ जुत्ता चाहिँ अब जुत्ताको स्टक जुत्ता मात्रै चाहिँ मगाइदिउँ नि त्यसपछि अनि फेरि अनि हामी अर्कोतिर लाग्नेछौँ भेडाको उन जस्तो ओ भेडाको उन जस्तो कान्छीको यहाँबाट निस्किने छिर्नै नमिल्दो त्यही भएर यो मैले लुगाहरूलाई पनि अफ सफ गर्नु मिल्दैन अफ त किन गर्ने होला होइन तर आज कस्तो लुगा खासै नबिक्यो कि के हो जस्तो फिल भयो त मलाई अनि ल सेल्स पनि अलिक बेलुका भएपछि चाहिँ मान्छेहरू आउनु त आउँछ तर गेमको सिडी चाहिँ मगाइदिनु होला मेरे नसीब में तू है कि नहीं गाइज के हो मलाई अलिक स्लो जस्तो लागेर अहिले चाहिँ मान्छे आउनुहुन्छ क्या आउनु त आइ नै रहेछ तर पनि हल्का स्लो हो कि जस्तो फिल भइरहेको छ कति भयो पैसा ओए दामी पार्किङमा त दामी पैसा उठ्नु थाल्छ त ओए 1,040 नाइस लेभल 7 पनि पुगिसकेछ हामी तीन 4 बज्यो गाइस अब बिस्तारै मान्छे अलिक धेरै आउनु थाल्छ मेरो पैसा ड्याङ बढ्न थाल्छ लुगा सुगाको अलिकति के हो क्रेज घटेको के हो र यार यति नानी धेरै महँगो त छैन यो यसलाई पनि मैले खासै महँगो त राखेको छैन यसलाई 10 धेरै नै 1.20 नै हालिदिउँ न त ल मोजा तिमीलाई पनि के याद गर्छस् मैले उसबाट उ गर्न मिल्छ नि त प्राइस पनि स्टक प्राइस पनि होइन सबै ज्याक ओस्टेको प्रफिट $35 मार्केट प्राइस 62 रहेछ पकेट पैसा 75 भनेपछि यसलाई म 65 बनाइदिन्छु अनि अहिले धेरै किन्न थाल्छन् कि त्यसपछि ट्याङ्क टप पनि मैले प्राइस 40 लाई 45 गरिदिन्छु घटाइदिनु सबै 80 लाई 75 104 160 ठिक छ त्यस्तो नराम्रो प्राइस छैन जिन्स चाहिँ राम्रै बिकेछ यसलाई जिन्स चाहिँ रनिदिउँ होइन अनि यसमा पनि यो पनि ठिकै छ यो त मैले मार्केट प्राइस भन्दा पनि कममा दिइरहेको छु मैले त अनि यो के हो यो दुबई टी सर्ट हो 95 मार्केट प्राइस 95 मै दिइरहेको छु 105 92 मा दिइरहेको छु
अनि 125लाई 125 पनि 88लाई 90 भयो, यो चाहिँ 78लाई 82 हुन्छ, यसलाई चाहिँ 80 गरेर गरिदिउँ, 80 गरिदिउँ। ओके, ओके भएन। अनि त्यसपछि गएर यहाँ चाहिँ 95 र 105लाई चाहिँ 100 गरिदिउँ। अनि भलिबल पनि, भलिबल त मैले के हो 80 90, भलिबल चाहिँ 85 गरिदिउँ, 86 गरिदिउँला, केही छैन। यो चाहिँ 80लाई 120 118 चाहिँ 120 गरिदिन्छु म, 120 120 होइन, 100 गरिदिन्छु यसलाई चाहिँ। रग्बी 1.1 एडिडास 175, 175 मार्केट प्राइस 165 गरिदिन्छु सर, 165। यो त यिनीहरू त ठिक छ जुत्ताहरू त 21,000 पुगिसकेको छ गाइस, 21,000। अब मैले अरू पैसा खोल्न मिल्दैन, मेरो त लेभल 8 चाहिन्छ होइन। अब त्यसैले चाहिँ म भन्छु, म गेमकै उ गर्छु यार, गेमको मैले चाहिँ लाइसेन्स लिन्छु, गेमको लाइसेन्स, यो लाइसेन्स कि 16,000मा ड्याङ्गला पिएसहरूको लिन्छ एकदम बिस्तारै एक एकवटा गर्दै लिनु होइन। यो एउटा लिएर त्यसपछि फर्निचरमा गएर फर्निचर लिनु पऱ्यो होइन। कन्सोल टेबल रेयर यो त, कन्सोल टेबल लिएपछि एउटा सेल्फ लिउँ होइन। अनि अर्डरै गरेर दिन्छु फेरि। अनि सेल्फलाई लिएर यहाँ राख्नु। राइट, यो गेम त मैले मगाएकै छैन नि त। प्रोडक्टमा गएर गेम चाहिँ अब 1 2 3 1 2 3 1 2 3 गरेर यो पनि मगाउनु पऱ्यो। बाटो नभइ धेरै कहाँ कहाँ भाइ सिटी, कहाँ भाइ सिटी, जिटिए भाइ सिटी भन्दा खालि भाइ सिटी भन्नु आउँछ क्या। यसलाई चाहिँ म फुल एउटा भाइ सिटीको चाहिँ म फुल एउटा मात्रै हालिदिनु। प्राइस चेन्ज गरौँ, एकदम राम्रो प्राइस छ यो, 170 हालिदिन्छु यसलाई चाहिँ, 170 होइन। गेमको त हाल्नु पऱ्यो नि मजाले। मल सिमुलेटर चाहिँ मल सिमुलेटर यसलाई पहिला एकछिन फालिदिउँ होइन। अनि अल अफ असको लिएर यहाँ हाल्नु, अल अफ असलाई पनि फालिदिनु भयो। अनि मल सिमुलेटर चाहिँ यहाँ हालिदिनु। ओके, मल सिमुलेटर पनि भयो। तर किन फाल्ने नहाल्न, मुर्दारलाई हाल्छु, काला फुट्ने गऱ्यो अनि। कस्तो पागल नि रहेछ यो। नहाले मारिदिनु मैले त्यसलाई, ल्या कस्तो बाटो भएको क्या हो। मैले फेरि त्यही हालेको छु यार। ल्या ओके ओके। अनि त्यसपछि गएर यसलाई पनि झिकेर अर्कै हाल्नु पऱ्यो। छट्टै पागल, मल सिमुलेटर कहाँ लिएर गयो यसले। मल सिमुलेटर यहाँ हाल्नु पऱ्यो। तर मल सिमुलेटर त यो गेमै मल सिमुलेटर, यसलाई चाहिँ अलिकति प्रिमियम पाएर हाल्नु पनि केही छैन, हाल्ला। अलराइट गाइस, आजको हाम्रो गेम यहीँसम्म गरौँ होइन, टाइम पनि भइसकेको छ। जसमा आज राम्रो प्रब्लम भयो जस्तो लाग्छ, इन्कमहरू पनि राम्रै भयो जस्तो लाग्छ, किनकि 18,000 बाइक छ मसँग अहिले होइन। अब लेभल 8 नभए मैले अर्को पैसा खोल्न मिल्दैन, त्यसैले सामानहरू पनि अब मगाइदिउँ कि के। सामान मैले मगाएको थिएँ, यसको यो मगाइदिइहाल्छु। त्यसपछि लुगातिर पनि जिन्स प्यान्ट छ कि छैन, जिन्स पनि छैन चाहिँ दुईवटा अनि यो पनि दुईवटा गरेर यति मगाइदिउँ यहाँ। त्यसपछि यो पनि मगाइहाल्यो होइन। खानाको खेल्छ, डलसलहरूको खेल्छ, डल वेसअपमा गएर यो पनि दुईवटा एउटा गरेर यो पनि मगाइदिउँ। अब चाहिँ हाम्रो अब लाइसेन्स लिने, अब पसल बढाउनु पऱ्यो लेभल 8 नपुग्नेसम्म। ल ओके गाइज, ल पसल बन्द गर्ने भयो त गाइज। अलराइट गाइज, आज त हाम्रो दामी नै भएको छ हुन त गेम त होइन। जस अब अर्को एपिसोडमा चाहिँ फेरि हामी नयाँ अरू पसलहरू पनि खोल्न थप्छौँ। आजलाई यति नै गरौँ गाइज, गुड बाई गाइज, टेक केयर, आफ्नो हेल्थको ख्याल राख्नु होला। सँगसँगै प्लिज गाइज नबिर्सिकन सब्सक्राइब, लाइक र कमेन्ट ठोकिदिनु, यसो भाइरल बनाइदिनु न।
हाम्रो भाइरल त होइन तर जस्ट मैले भन्दाखेरि चाहिँ अलिकति जस्ट सब्सक्राइब बढाइदिनु गाइज मेरो यहाँ लाइभ स्ट्रिमहरू पनि गर्नु पऱ्यो भनेको उनी गाइसमास प्लिज गाइज बाई बाई टेक केयर